हेलो गाइस, वेलकम टू माई न्यू ब्लग। आज 2082 दसैँको दिन, टिकाको दिन होइन। हामी चाहिँ आज यहाँ टक्क लाएर टिका लाउने तयारी बसिरहेको छौँ। अहिले 11:55 को साइज छ होइन। अब 3 मिनट बाँकी छ गाइस। हामी चाहिँ अब टिका लाउनेतर्फ लाग्दैछौँ। हाम्रो यहाँ सबै टोलीहरू रेडी छन्। यहाँ आमा विशेष गरेर हाम्रो माननीय हाम्रो आमा चाहिँ घर मुली चाहिँ रेडी हुनुहुन्छ टिका लिएर। अब यहाँ दाइ रेडी छ, विनोद रेडी छ, दुईटा बुढाहरू रेडी छ। के छ गाइस, टिका लाउन रेडी हो? यो दिन टिका लाउन रेडी हो? रेडी। अरू त्यहाँ बाहिर कुरेर बसेको छ। अब हामी चाहिँ टिका लाउने तयारी। ल 2 मिनट। ल भाउजूहरू आउनु। ल ओ ठुलो भाउजू बोलाउनु सबलाई। 2 मिनट बाँकी भयो। अब ल स्टार्ट। ल दाइ बसिदिन्छ पहिला। ल ल हामी चाहिँ टिका लाउन रेडी छौँ गाइज होइन। ल लगाउँ लगाउँ लगाउँ। ल हाम्रो चाहिँ टिका स्टार्ट भइसक्यो दाइ र भाउजूबाट होइन। निधार खुम्चाउनु हुँदैन। ल देखिरह लाटै पर्दैन। चाहिन्छ जुत्ता हजुर हत्तेरिका पर्बुनारायण त्यसको नाम आज पर्बुनारायण अब तपाईँको मेरो पाला आउँथ्यो नि है अङ्कल आन्टी पछि देख्नु है। किन सुक्खा भयो त टिका? टिका अलि चिनी र दही कार्टुन कार्टुन यहाँसम्म लाउँथे है पहिला पराईको बारीमा चाहिँ ट्याप्पै रहन्छ। पहिला तलबको मलाई के भन्नु, पहिला तलब हजुरआमाको आमाको हातमा, पहिला आमाको हातमा, त्यसपछि मेरो हातमा, बल्ल मम्मीको हातमा। तेस्रो हो क्या मेरो नातिको समय गर्नु पऱ्यो नि। होइन पढाइ राम्रो होस् सबैजना। हजुरले आशीर्वाद दिनुहुन्छ। ल म पुलिस बन्ने हो भन्छ। पुलिस बन्ने हो। ल ब्याचलर क्लियर गर्ने सिधै इन्सपेक्टर लड्ने। पियुसी बनेर हुँदैन। ब्याचलर थर्ड इयर पढ्ने इन्सपेक्टर बन्ने। कपाल यसो गर न त्यसो खै ल यो दिनको पालो। ल जाऊ यो दिनको पालो। अब नाति र पलाती पलाती हो। पलाती भाग्यमानी हुनु, धेरै पढ्नु, मम्मीसँग नरिसाउनु, हजुरआमालाई पाल्नु है। हस् भन न। पैसा दिने त अरे कुरामा चाहिने पैसा पैसा पाउँछन्। हामी सीमा र जहिले टिका लाउनु जान्थ्यो 2 हातले। ढोका हजुरआमा ढोका भाग्यमानी। ल अब ओके गाइस, फाइनली म चाहिँ ससुराली आइसकेको छु टिका लाउनलाई। अब यहाँ चाहिँ सबै दाजुभाइहरू आएको छन् बरमलदेखि। टिका लाउने कुरो हुन्छ गाइस होइन। ससुरालीमा आएर यहाँ ससुरा बुवाको र सासु आमाको हातबाट टिका थाप्दैछु होइन, आशीर्वाद थाप्दैछु।
किन अगाडि हो पड्क्यो के यो त लाइट छ नि त हामीले अनलाइन अरू भने त्यस्तै हो पछि सबै हुन्छ ओके गाइज फाइनली टिका सकिसकेको छ अब एकछिन खानासाना खाने अनि यसो फेरि बजारतिर एकछिन चोकतिर जाने काम छ त्यसपछि चोकतिर जान्छु आजको दसैँ हो होइन रमाइलो हुन्छ यही त अनि टिका लाउने हिँड्ने यताउता पाहुना पासापट्टि होइन वेलकम गर्ने पाहुना लाग्न जाने त्यसपछि मासु भात खाने त्यही त हो दसैँ भनेको ओके गाई एकछिन पछि फेरि कन्टिन्यू गर्छु बाई दाइ भन्नु दसैँको विषयमा भन्नु नि एउटा बोली मुड छैन यति हो सक्यो के छ अब जाने रमाइलो भयो नि दसैँमा बाई जाने हो घर जाने अब बाई गर्दै ल ल सबैलाई बाई बाई ह्याप्पी दसैँ अब अर्को साल भेट्ने ल एक सालमा मात्रै आउने काम चाहिँ माघमा ए आउनु पऱ्यो आएकै गर्नु पऱ्यो नि 2-3 महिना भयो नि आउनु पऱ्यो नि वर्षको 4 चोटि भयो नि आउनु पऱ्यो कि एक वर्षमा त कपालै फुलिसक्यो हुन्छ आउँदा आउँदा पुरै ल ल बाई बाई सम्झना ह्याप्पी दसैँ ल सबजना जाँदैछ अब घर फर्किँदैछ टिका लाएर ओके गाइज आज चाहिँ हाम्रो दसैँ पनि एकदमै भव्य सभ्य एकदमै राम्रो रमाइलो चिटिक्क होइन पुरी बाटी एकदमै भवालै भयो गाइज होइन राति पनि 9 बजिसकेको छ सुत्दै भ्लग बनाउनु पऱ्यो लास्टको एन्डिङ होइन दिउँसभरि खिचेँ अहिले त्यो बिचमा पनि कति अब यताउति भयो त्यो खिच्न नि अब कैद गर्न पाएको छैन अब चाहिँ अब के गर्नुपर्छ भने अब सबैलाई अब विजय दशमीको शुभकामना फेरि पनि भ्लग मार्फत होइन सबैले अब राम्रो तरिकाले अब दसैँ मनाउनु भयो होला होइन अब हामीले पनि राम्रै मनायौँ वर्ष दिनको जति दुःख भए पनि जति सुख भए पनि दसैँ तिहारमा आफ्नो मान्छे इष्टमित्रदेखि लिएर टिकाटाला खानपिन सबैले गर्नुपर्छ वर्षमा एकचोटि आएको चाड हो होइन रमाइलो गर्नुपर्छ ओके गाइज अब यो भिडियोलाई चाहिँ अब धेरै लामो नबनाऊ तपाईँलाई चाहिँ यो भिडियो चाहिँ कस्तो मनपर्छ होइन मन पऱ्यो भने पनि मन परेन भने पनि अब हेरिदिनु होला माया गरिदिनु होला यति भन्न चाहन्छु होइन अब बाँकी भ्लग चाहिँ अब फेरि भोलि फेरि स्टार्ट गरौँ ल किनभने बनेपछि नन स्टप बन्दै जान्छ बनेन भने महिना दिन पनि बन्दैन त्यही भएर पनि मेरो चाहिँ अलिकति यो भ्युजहरू चाहिँ एकदमै कम आउने गरिरहेको गाइज होइन अब किनभने पहिला बनाउँदै जाँदाखेरि कस्तो राम्रो भ्युज आउँछ बिचमा फेरि तनाव त्यस्तै त तनाव भएपछि अलिकति भ्लग बनाउन अलिकति मन नलागेपछि छोडेँ अहिले फेरि कन्टिन्यू गरेर चाहिँ तर डेली चाहिँ गर्न सकिँदैन कहिले कहिले महिना 2 महिनामा चाहिँ भइरहेको हुन्छ त्यति ग्याप भएपछि कस्तो नि त्यो अलिकति त्यति भ्यू चाहिँ नजाने रहेछ कि अब पहिला डेली बनाउने मान्छे अनि महिनामा 2 महिना बनाएर सकिहाल्यो अब मान्छेको त्यो भ्युजहरू घट्ने रहेछ सकेसम्म बनाउने कोसिस गरिरहेको छु मान्छेको मुड अनुसारले बनाउनु पर्छ होइन बनाउँदा डेली बनाएको छ राम्रो तर अलिक त्यस्तै तनाव हुन्छ त्यही बनाउन अलिक गाह्रो लाग्छ हेर्दाखेरि मान्छेले भ्लग बनाउनु सजिलो भन्छ है मान्छेले त्यो मुड आउनु पऱ्यो त्यो एडिटिङ गर्नु पऱ्यो कति टाइम टेबल निकाल्नुपर्छ यसमा पनि गाह्रो छ भ्लग भन्ने पनि ओके गाइज होइन तपाईँलाई चाहिँ भिडियो कस्तो लाग्छ मनमा लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला ओके गुड नाइट बाई